अहिले जताततै भोट माग्नेहरूको ग्रुप तिहारमा देउसी खेल्नेको जस्तो गरेर एउटा ग्रुप भेटिन्छ देखिन्छ। तर ती सबै मान्छेहरूले गरेको चाहिँ के हो थाहा छ? एउटा साझा कुरा छ क्या। त्यो के हो भने अरूलाई गाली गर्नु, अरू क्यान्डिडेटको बारेमा सक्दो नेगेटिभ कुरा बोल्नु भन्नु मात्रै हो क्या। तर मैले देखेको चाहिँ अब यिनीहरूको त अहिले त त्यस्तो छ भनेको जनतालाई अथवा अरूलाई पनि आकर्षित हुने गरी एउटा राम्रोसँगको प्रेजेन्टेसन छैन। अब यिनीहरू पछि गएर कसरी चाहिँ मिलेर देश बनाउँछन् क्या? यी त अरूलाई गाली गर्नु नै सबैभन्दा ठुलो विद्वान हो भन्ने मान्छन्। मै ठुलो, मै जान्ने, हामी नै जान्ने, हामी मात्रै। अनि कहिले हुन्छ विकास के? चुनाव क्या?